एउटा विश्वासघातले कसरी पुरा परिवार तहस-नहस बनायो त? मेरो नाम योगेन्द्र भाट हो। म एउटा नेपाली नागरिक हुँ र रश्मि पनेरू मेरो पत्नी हुन्। आज म आफ्नो जीवन, परिवार र भविष्य गुमाएको एक साधारण नेपाली नागरिकको रूपमा बोल्दैछु। रश्मि पनेरू र म बीच 4 वर्ष लामो सम्बन्ध थियो। त्यो सम्बन्ध विश्वास र प्रेम भविष्यको सपनामाथि आधारित थियो। हामीले सँगै एउटा खुसी जीवनको कल्पना गरेका थियौँ। एउटा सपना देखेका थियौँ, एउटा सपना बुनेका थियौँ। मेरो परिवारले उनलाई आफ्नै छोरी सरह स्वीकार गरेको थियो। हाम्रो संस्कृतिमा एउटा विवाह टुट्नु भनेको 2 मानिस मात्र होइन, आमा बुवा, परिवार र पुस्ता टुट्नु हो। 2025 जनवरी 10 मा पति पत्नीको आपसी सहमतिमा रश्मि पनेरू उच्च शिक्षा अध्ययनका लागि अमेरिकाको मेडिवेसन स्टेट युनिभर्सिटीमा गइन्। उनको शिक्षाका लागि लाग्ने सम्पूर्ण खर्च, ट्युसन फिस, स्वास्थ्य बिमा, बसोबास र दैनिक जीवनको खर्च सबै मैले र मेरो परिवारले बेहोरेका थियौँ। त्यो पैसा केवल पैसा थिएन, त्यो मेरो पसिना, मेरो आमा बुबाको बलिदान र हाम्रो भविष्य थियो। विवाह गरिसकेपछि पत्नीको शिक्षाको लगानी गर्नु आफ्नो कर्तव्य ठानेको थिएँ। तर त्यही विश्वासले आज मलाई पूर्ण रूपमा तोडिदिएको छ। त्यही विश्वासले आज मलाई मर्न र बाँच्न बनाएको छ। हो, त्यही विश्वासले आज मलाई दिनरात रुवाएको छ। अमेरिका पुगेपछि उनको व्यवहार पूर्ण रूपमा परिवर्तन भयो। उनले सबै ठाउँमा आफ्नो वैवाहिक स्थिति लुकाउन थालिन्। फेसबुकमा सँगै भएका फोटोहरू डिलिट गरिन्। इन्स्टाग्राम, टिकटकबाट हाम्रो सँगै भएका सबै फोटोहरू र भिडियोहरू हटाइन्। आफू अविवाहित देखाइन्। बिस्तारै उनले सम्पर्क घटाउँदै लगिन् र अन्ततः पूर्ण रूपमा बन्द गरे। पछिल्ला 7 महिनादेखि उनले मेरो फोन उठाएकी छैनन्, सन्देशको जवाब दिएकी छैनन् र पछिल्ला 4 महिनादेखि पूर्ण रूपमा सम्पर्कविहीन छन्। यो मौनता केवल व्यवस्था होइन, यो त मानसिक यातना हो। हरेक नउठेको फोनमा मेरो मन चिरिन्छ, मेरो मन भकानिन्छ। मेरो आमा बुबाको रात निद्राहीन हुन्छ। पछि मैले थाहा पाएँ कि उनी मेरो कानुनी पत्नी हुँदाहुँदै पनि मुस्लिम समुदायको सिकन्दर अहमद नामको एक पाकिस्तानी नागरिकसँग बसेकी रहेछन्। यो कुरा थाहा पाएपछि मेरो मन चिराचिरा भयो। करिब 7 महिनादेखि उनीहरू सँगै बस्दै आएका रहेछन्। सीमित सम्पर्क हुँदा पनि उनले मलाई भनेकी थिइन्, नेपालबाट के गर्न सक्छौ? म नेपाल फर्किन्न। भगवानले पनि मेरो भिसा रद्द गर्न सक्दैनन्। यी शब्दहरूले मेरो आत्मा नै चिराचिरा बनायो। यो केवल मलाई होइन, मेरो सम्पूर्ण परिवारलाई अपमान थियो। उनी भिडियो कल मार्फत आफ्नो नयाँ जीवन देखाइन्। मलाई होच्याइन्। नयाँ फोन, कपडा, गाडी, राम्रो खाना, सबै कुरा अर्को पुरुषले दिएको भन्दै। उनले मलाई स्पष्ट भनिन् कि अब म उनलाई मेरो सहयोग चाहिँदैन, किनकि उनीसँग पैसा र सुविधा दिने अर्को पुरुष छ। यो व्यवहार केवल मेरो विश्वासघात होइन, मानसिक हिंसा पनि त हो। पछिल्ला 4 महिनादेखि म चिन्ता र डिप्रेसनबाट पीडित छु। मेरो आमा बुबा समाजको डर, लाज र पीडामा बाँचिरहेको छ। याफन विद्यार्थी भिसामा हुँदा पनि उनले टेक्सस किङ रेस्टुरेन्ट एन्ड मिट इभिङ टेक्ससमा 2025 जुलाई 15 देखि अक्टोबर 20 सम्म अवैध रूपमा काम गरिन्। हाल उनी अर्को स्थानमा पनि लुकीछिपी काम गरिरहेकी छन्। अवैध कामबाट कमाएको पैसा सिकन्दर अहमदबाट प्राप्त गरी उनले नेपालमा नियमित रूपमा पैसा पठाएकी छन्, जसमा 1 हप्ता अगाडि मात्रै 4000 अमेरिकी डलर पठाएको छ। यो पैसा इमान्दार श्रमबाट आएको होइन, यो धोका, सहवास र विश्वासघातको परिमाण हो। उनको बुवा नारायण दत्त पनेरूले यस सम्पूर्ण घटनाको मुख्य भूमिका खेलेका छन्। उनले छोरीलाई विवाह त्याग्न उक्साए, अर्को पुरुषसँग सम्बन्धमा समर्थन गरे र अमेरिकाबाट वारेसनामा पठाएर मेरो सहमति बिना जबरजस्ती सम्बन्ध विच्छेदन गराउने प्रयास गरे। उनले मलाई दैनिक रूपमा मानसिक दबाब दिए, पैसा दिने प्रस्ताव राखे, छोरीलाई डिभोर्स दियो भने। यो बुबाको सल्लाह थिएन, यो स्वार्थ र लोभबाट प्रेरित अत्याचार थियो। बुबाको प्रभावमा परेर मेरी पत्नी 4 वर्षको सम्बन्ध, विवाह र नैतिक जिम्मेवार सजिलै त्यागिन्। नेपाली परिवारमा यस्तो मौनता चिच्याउने गरी अपमानभन्दा पनि गहिरो घाउ हुन्छ। 4 वर्षको सम्बन्ध, विश्वास र परिवार के यति सजिलो पैसामा साट्न मिल्छ?
के प्रेमलाई पैसामा साट्न सकिन्छ? जहाँ प्रेमलाई पैसामा साटिन्छ नि त्यहाँ प्रेम नै हुँदैन, त्यहाँ धोका हुन्छ। जहाँ विश्वास तोड्छ नि त्योभन्दा सबैभन्दा ठुलो धोका केही हुँदैन। आज म नेपालीको समक्ष खुलेर भन्छु, रश्मि पनेरुको बुवा नारायण दत्त पनेरू र सिकन्दर अहमद यी तीनैजनाले मेरो जीवन र मेरो परिवारको पूर्ण रूपमा नष्ट गरेका छन्। हाम्रो घरको वातावरण विखण्डित भएको छ, हाम्रो इज्जत माटोमा मिलेको छ, हामी शान्ति हराएको छ। यो सबै कुरा बदला लिनु होइन, सत्य बाहिर ल्याउन भन्दैछु। विवाह पिसा प्राप्त गर्न साधन बन्नु हुँदैन, विश्वास कमजोर ठानिनु हुँदैन। अभिभावकले मूल्य जोगाउनु पर्छ, जीवन नष्ट गर्ने होइन। यो विश्वासघात हो, यो मानसिक हिंसा हो। यो पछिल्लो समयमा नेपालमा कयौँ युवाहरूलाई यस्तो भएको छ। कति बाहिर खुलेर आएका छन् त, कति भित्रभित्र दबेर बसिरहेका छन्। त्यसैले मैले पनि यस्ता घटनाहरू अरू कसैले नहोस् भनेर म सबै कुराहरू बाहिर निकालिरहेको छु। हो, मलाई विश्वासघात भएको छ, म मानसिक हिंसामा बाँधिएको छु।